एभन ग्रुप युनाइटेड बीच हुने तेस्रो प्री क्वार्टर फाइनल म्याचमा हजुरहरू सबैलाई हार्दिक अभिनन्दन जनाउँदै सदाझै राष्ट्रिय गीतलाई सम्मान गर्न हेतु एकछिनको निम्ति खडा भइदिने हामी सबैले निवेदन गर्दछौँ। जन गण मन अधिनायक जय हे भारत भाग्य विधाता। लौ त साथीहरु, आजको यो प्री क्वार्टर सुरु भइरहेको छ र आजको खेलमा मलट एभन ग्रुप बनाम गोपालधाराको माझमा आजको यो म्याच भइरहेको छ र आजको म्याच एकदम हेर्दाखेरि जोसिलो भरिलो हुन्छ जस्तो लागिरहेको छ र आहा, अफसाइड र लाइजमेनको इशारा र सिधै ओम्परज्यूले अफसाइडको विसल बजिसकेको छ भने घोडाको पासले सिधै गोलकिपरको हातमा बल र अहिले गोपालधारा खेलाडी 33ले सिधा आफ्नो साथीलाई पास हेडले क्लियर। ओहो, र अहिले गोपालधारा खेलाडी 2 नम्बरले सिधै ओहो डिस्टर्ब र अहिले घोडाको खुट्टामा बल त्यो सिधै साथीलाई पास, तर 9ले किक गरेको थिए तर डिफेन्सरको सेपले थ्रो बल। ओहो, गोपालधारा खेलाडी 12 नम्बरको खुट्टामा बल र साथीलाई खोज्दै सिधै साथीलाई पास र साथीले 10 नम्बरलाई तर गोलकिपरको फर्स्ट टाइमले थ्रो बल। ओहो, सुन्दर प्रहार खेलाडी एभन ग्रुपको खेलाडी 16 नम्बरको, तर गोलकिपरको पनि उसै राम्रो सेपले कर्नर। ओहो, ये ठीक है। अहिले एभन ग्रुप खेलाडी पुरै इन्जोर भइरहेको छ र अहिले खेललाई अलिकति स्थगित गरिरहेको छ ओम्पर महादाईले। गुड डिसिजन र अहिले गोपालधाराको खेलाडीले सिधै रेड कार्ड भेटिसकेको छ र उहाँलाई अब खेल मैदानबाट निकालिदिँदैछ र अहिले अम्पायरको डिसिजन रेड कार्ड, सिधै रेड कार्ड र अहिले
गेममा निकै भनाभरि भएर निकै लामो समयसम्म यो गेमलाई स्थगित राखिएको थियो र गोपालधाराको खेलाडीहरू सबै ग्राउन्डदेखि बाहिर थियो भने फेरि पनि उहाँहरू खेल्ने एउटा इच्छा बनाएर उहाँहरू फेरि पनि सरसल्लाह गरिरहेको छ र अहिले गोपालधाराको खेलाडीलाई सिधै ओम्पायरज्यूले रेड कार्ड दिएकोमा उहाँहरू माझमा केही भनाभरि भइरहेको थियो र अहिलेसम्मको यो भनाभरिमा फलाफल ननिस्के पनि गोपालधाराका खेल मैदानदेखि बाहिर थियो भने अहिले फेरि उहाँहरू खेल मैदानमै पसिरहेको छ र केही क्षणको यो गेम स्थगितले फेरि यो सुरु भइरहेको छ र अहिले गोपालधाराको माझमा अहिले एउटा प्लेयर्स कम्ती छ र गोपालधाराको खेलमा टिममा प्लेयर्सहरू मात्र 5 जनाको यो भिडन्त भइरहेको छ र अहिले गोपालधाराको खेलाडीले सिधै रेड कार्ड पाएकोले गर्दाखेरि केही झडप भएको थियो र यसमा फलाफल निस्के पश्चात फेरि गेम सुरु हुन लागिरहेको छ र अहिले गोपालधाराको खेलाडी एउटा कम भएको छ र एभन ग्रुपका खेलाडी पुरै छ भने गोपालधाराको खेलाडी 1 जना कममा खेलिरहेको छ गेम र गेम अहिले सुरु भइरहेको छ र अहिले घोडा निवास राणाको खुट्टामा बल सोझै साथीलाई दिएको थियो तर फल्ट अहिले गोपालधाराको पक्षमा यो फल्ट जर्सी नम्बर 99 को किक आउट सिधै पोस्टमा आहा सुन्दर प्रहार अफसाइड जर्सी नम्बर 10 गोपालधाराको अफसाइडको इशारा Oh, nice shot, nice save. सिधै गोल पोस्टमा गोल गरे एभन ग्रुप खेलाडी जर्सी नम्बर 8 ले सोझै गोल पोस्टमा गोल गर्नुमा सफल बने जर्सी नम्बर 9 को पक्षबाट पनि गोल गरे सिधै गोल पोस्टमा गोल सेप हो दामी सेप नि हो त
त्यतिलाई चाहिँ अर्को साथी हुनु पर्यो है औसी अब औसी लास्टमा होला भाइले यो सेकेन्ड हाफको खेलमा दुई दलमा कुनै गोल भएको छैन। मात्र सेकेन्ड हाफको पहिलोमा जो एभनब्रुकका खेलाडी दुई गोल भएको थियो भने अहिलेसम्म यही दुई गोलको भिडन्तमै दुवै टिम माझमा यो खेला भइरहेको छ र सेकेन्ड हाफको खेलमा कुनै पनि गोल लागेको छैन भने पहिलो हाफको खेलमा एभन ग्रुपले दुई गोल लगाएको छ भने अहिले आहा गोल र अहिले फेरि पनि 9 नम्बर 9 खेलाडीले फेरि पनि गोल गर्नु सफल बने। अहिले सबै दर्शकहरू आक्रोशमा अम्पायरलाई चोका अम्पायरलाई पर लाइसमा देऊ न के ढ्याङपुर हो आजको यो म्याचलाई यतिमै नै अन्त गरियो र खेलको समय नबित्दै गोपालधाराका खेलाडी फेरि पनि खेल मैदानदेखि बाहिर गएका थिए भने अम्पायरको डिसिसनले आजको म्याचलाई सिधै एभन ग्रुपलाई विनर